र हेरिरहन् यिनीहरूले। यो सरकारले पहिला बदमासी गरोस् न, बदमासी गर्न त दिन पर्यो। 35 वर्ष देश लुटेर खानेहरूले भर्खर 2 महिना भएको छैन सरकार बनेको, पात बिरुवाको भर्खर 2 पात उम्रिँदैछ। अस्ति महावीर पुनले भन्दै हुनुहुन्थ्यो भर्खर 2 पातै भएको छ, अहिले निमोट्न खोज्दैछन्। यति यी भ्रष्टहरूका लागि, यी चुनौती बनेर आएकाहरूलाई जबसम्म यी भ्रष्ट हुँदैनन्, जबसम्म बदमासी गर्दैनन्, तबसम्म हामीले पर्खेर हेर्नु पर्दैन। यी हाम्रा छोराछोरी हुन्, हाम्रा नातिनातिना हुन्, हाम्रा भतिजा भतिजीहरूको बलिदानले रगत बगेको 6 महिना भएको छैन। त्यो रगतको हालमा उम्रेका फुलहरू हुन् उनीहरू। 2/3 भन्दा बढी मत दिएका छन् जनताले। कि ती सबै जनता बदमास हुन्? ती 2/3 भन्दा बढी मत दिने जनताको पक्षको मान्छे हो नि त म, सत्ताको कुरा होइन नि त। भोलि हिजो यिनीहरू पनि 2/3 ती जनताको मतले आएका थिए। त्यो बेला सत्तामा ल्याउने म होइन, यो मलाई अहिले आलोचना गर्नेका मालिकहरूलाई सत्तामा लिएर आउने म होइन, म जस्ता होइनौँ, कृष्ण पहाडी होइनन्, देवेन्द्र राज पाड्ने होइनन्। त्यो बेला यिनीहरूलाई हामीले समर्थन गरेर ल्याएको होइन। आज यिनीहरूले बदमासी गरे, यिनीहरू राजा भए, मैले विरोध गरेँ। भोलि यिनीहरू राजा भए यिनीहरूको चाहिँ विरोध नगरी बस्छु र म बस्दिनँ नि, होइन। 35 वर्ष लुटेर खानेहरूले अब अहिले भर्खर आएका केटाकेटीहरूले 2 महिना भएको छैन सरकार चलाएको, गल्ती पनि हुनसक्छ। केही समय सच्चिने मौका पनि दिनु पर्ला, केही समय हेर्नु पनि पर्ला, नियत पनि त हेर्नु पर्ला नि। नियत जबसम्म खराब देखिँदैन तबसम्म, त्यो नचाहिँदो गऱ्यो भने आलोचना गर्ने आफ्नो ठाउँमा छ, त्यो बेग्लै कुरा हो। पर्खेर नि त हेर्नुपर्छ नि केही समय। देश ध्वस्त मात्रै बनाउनलाई लेखेको होइन नि त मैले। बदमास बाहेक केही नभएको हुनाले न विरोध गरेको, मान्छेको विरोध गरेको पनि होइन।